टीका लगाउँदा भन्ने मन्त्र के हो? ओम आयुर्द्रोण सुते श्रियो दशरथे शत्रु क्षयो राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्ती सुते विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे। यो मन्त्रमा विभिन्न पौराणिक पात्रहरूबाट प्राप्त हुने गुणहरूको आशीर्वाद दिइएको हुन्छ। यो मन्त्रको अर्थ के हो भनिदिनुहोस्, सबैले बुझ्न सकुन्। हुन्छ, सुन्नुहोस् है त। यस मन्त्रले टीका लगाउने व्यक्तिलाई निम्न कुराको आशीर्वाद दिन्छ। आयु द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु होस्। श्री ऐश्वर्य सम्पत्ति दशरथको जस्तो श्री प्रभाव र ऐश्वर्य होस्। शत्रु छाए रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति होस्। ऐश्वर्य नहुसको जस्तो ऐश्वर्य होस्। गति पवन वायुको जस्तो गति अथवा तीव्रता होस्। मान दुर्योधनको जस्तो मान अथवा सम्मान होस्। शौर्य भीष्म अथवा शान्तनवैको जस्तो शौर्य वीरता होस्। बल बलराम अथवा हलधरको जस्तो बल शक्ति होस्। दान कसैले यहाँ सूर्यपुत्र कर्णको जस्तो दान पनि बन्छन्। सत्य कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्य